हजुर नमस्कार अनि हार्दिक स्वागत छ केबीटी नेपालमा। स्क्रिनमा देखिरहनु भएको छ हामी द्वय, म केबी राई। खासमा म त्यस्तो संसारकर्मी त होइन, गीतसँग सम्बन्धित भनौँ न कामहरू गर्दै आइरहेको छु र एकजना गायिका हुनुहुन्छ। तपाईँहरूले कतिले त अब मजाले चिन्नुहुन्छ, खुसेनी छु राई हुनुहुन्छ आज मसँग केबीटी नेपालमा। तपाईँलाई एकदमै हार्दिक स्वागत छ। ल थ्याङ्क यू सेवा धन्यवाद। अब खासमा त्यस्तो औपचारिक हिसाबमा कुराकानी भन्दा पनि होइन, नर्मल्ली कुराकानी गरौँ भनेर म यहाँ त गोदावरीबाट आउँदै थिएँ। उहाँको यहाँ साङ्केन क्रिएसन भन्ने अहिले जुन होइन व्यवसाय सुरुवात गर्नुभएको छ, यहाँ कलाकार सङ्घको कोषाध्यक्ष केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ र हाम्रो संस्कार संस्कृतिसँग सम्बन्धित जुन साकेलाको त एकदमै उहाँ अब अरूलाई फेरि अन्याय त्यो नहोला, तर मलाई लाग्छ त्यो गीतमा एकदमै क्विन हुनुहुन्छ। त्यो एकदमै चर्चित भनौँ लोकप्रिय ढोल झ्याम्टाको रन्कैले भन्ने त्यो प्रायः यहाँहरूले सुन्नु पनि भएको छ। हरमा त्यो सुनिन्छ, हेरिन्छ, नाचिन्छ, त्यो आफ्नो ठाउँमा छ। र त्यो बाहेक अन्य त्यो गीतहरू बाहेक उहाँले 60-70वटा गीतहरू रेकर्ड गरिसक्नु भएको छ। विगत 2000 मानिलिउँ 68-69बाट आफ्नो होइन औपचारिक गायन यात्रा गर्नुभयो कि खुसिनी चामलिङ हुनुहुन्छ। खुसिनी छोको खासमा अलिकति भनिदिनु न, मलाई त थोरै थाहा छ के हो खुसिनी छो भनेको। मेरो रियल नाम चाहिँ इन्द्रा चामलिङ छ होइन। यो चाहिँ निकनेम? यो चाहिँ अब डकुमेन्टको नाम त अब इन्द्रा राई छ होइन, इन्द्रा कुमारी राई छ। अनि यो चाहिँ अब म 10 क्लासमा पढ्दाखेरि नै अब के नाम राख्छ, सबैले निकनेम राख्ने कुरा थियो नि त। यो त मैले पहिला पनि भन्दै आइराखेको, सुन्ने मान्छेले कति भनेको भन्छन् होला होइन, आफ्नो सर्कलको मान्छेले। ओके, अनि के नाम राख्ने भन्दाखेरि चाहिँ अब आफ्नो भाषाबाट राखिदिउँ न त भनेर खुसेनी छु भनेको चाहिँ कान्छी बहिनी भन्ने चाहिँ अब अरूले बोलाउँदा पनि आफ्नो भाषाको नाम भाषा युज भयो जस्तो प्रोनाउन्स भयो नि त होइन। त्यो भएर खुसेनी छु राखेँ। धेरै दिनसम्म खोजेँ मैले, बुकमा के राख्ने अलिकति युनिक भनेर। घरमा चाहिँ खुसे भन्यो नि त मलाई, कान्छी छोरी हो, त्यही भएर खुसेनी छु चामलिङ। तपाईँको जुन 2000 मानिलिउँ 68-69 सालतिर चाहिँ तपाईँले होइन भेटबो माया भन्ने गीतमा होइन भूमिराज राईज्यूसँग तपाईँको एउटा सहकारी एल्बम पनि भयो होइन। त्यसमा तपाईँहरूले पहिलोचोटि नै एउटा अवार्ड होइन प्राप्त गर्नुभयो, इमेज अवार्ड। मैले अवार्डको कुरा चाहिँ अहिलेको अवस्थामा अलिक गर्दिनँ थियो होला, तर त्यति बेलाको अवार्ड एकदमै फेयर अनि त्यसको रौनक त्यसको अर्कै हुन्थ्यो क्या होइन। तपाईँहरूको त्यति बेलाको समयमा चाहिँ एकदमै अवार्ड भनिसकेपछि साँच्चै नै त्यो होइन धेरै मजाले चाहिँ त्यहाँ त्यसको मान्यता हुन्थ्यो भएर होइन। त्यो भाग्यमानी एउटा गायिकामा तपाईँ पनि पर्नुहुन्छ र त्यति बेलाको अनुभूति थोरै सुनाइदिनु न। म एकदमै लकी नै छु सायद होइन। म धेरै मेहनत गरेको छुइनँ गीत सङ्गीतमा। एउटा एल्बम गरेको थियो त्यतिखेर 2012मा होइन। तपाईँलाई त्यतिखेर फर्स्ट टाइम भेटाएको थिएँ। हजुर, कान्तिपुरमा हाम्रो चाहिँ एल्बम विमोचन चाहिँ त्यहीँबाट गरे हो। अनि मेरो लगानी भन्दा नि हामीले चाहिँ भूमिराज दाजु र मैले चाहिँ आधी लगानी गरेर गरेको हो कि त्यो पनि। अनि त्यस पछाडि अवार्ड चाहिँ अब पाइन्छ भन्ने चाहिँ थिएन, तर जस मलाई फेसबुकमा चाहिँ धेरैजनाले माया चाहिँ गर्नुहुन्थ्यो कि म जस राम्रै चलेको थिएँ भनौँ न फेसबुकमा त्यतिखेर। अनि देश विदेशमा एकदमै सपोर्ट गर्नुहुन्थ्यो कि अब आफ्नै कम्युनिटीको धेरैजनाले चाहिँ, कम्युनिटीकोले चाहिँ भनौँ न अझ भन्नुपर्दा अरूले पनि गर्नु त भयो, तर कम्युनिटीले धेरै गर्नुभयो भन्नु खोजे होइन। अनि त्यतिखेर चाहिँ म लकी फिल गर्छु। मैले थोरै गीत गाएँ, तर त्यतिखेर हिट्स एफएममा पनि अर्को गीत क्या के अरे के सँगै जाउँ भन्ने गीत पनि टप 5मा परेको थियो। हामीले चाहिँ गएर सिडी मात्रै दिएको हो, अनि फर्म भरेको त्यति हो। मैले त्यहाँ कोही पनि चिन्दिनँ थिएँ होइन। अनि त्यतिखेर चाहिँ हाम्रो राम्रो कलाकारहरूको गीतहरू परेको थियो कि, त्यतिखेर पनि टप 5मा परेको थियो नोमिनेसनमा। र कलाहरू एकदम डिस्टर्ब गर्यो कि। अनि उमा चाहिँ इमेजमा पनि मैले नै फर्म भरेको थिएँ, म कोही पनि चिन्दिनँ थिएँ। अनि त्यो हाम्रो डुएट गरेर पनि जस राम्रै भएको होला, किनभने उहाँ दुईजनाको भयो नि त होइन। दुईजनाकोबाट एकदमै धेरै प्रचार प्रसार गरियो। अनि गीत पनि एकदमै राम्रै हो कि, त्यो चाहिँ म खुलेर नै चाहिँ गर्वका साथ भन्न सक्छु होइन।
उकाली ज्यानको भन्ने गीत हाम्रो शिवसङ्गम दाजुको रचना सङ्गीत थियो, सङ्कलन थियो भनौँ न। अनि दाजु र मैले, भूमिराज राई र मैले गाएको, दाजु र मैले। अनि त्यो गीत चाहिँ जस अहिले सुन्दा पनि जस मिठो छ क्या, मलाई एकदम मनपर्छ। त्यो चाहिँ प्राउड नै गर्छु। अब जस राम्रो थियो, गीतै राम्रो थियो क्या त्यो चाहिँ। अनि त्यतिखेर अब 2वटा अवार्ड पाएको हो कि, पब्लिक चोइस अवार्ड फर्स्ट टाइम लोकगीतमा, त्यो पनि पूर्वेली के। अनि अर्को फोक सङ अफ द इयर, त्यो त अब भइहाल्यो। तर एकदमै टप अब दर्शन नमस्तेको गीतहरू थियो त्यतिखेर हामीसँग टप 5 मा। अनि सायद दर्शन नमस्तेको कुन गीत थियो त्यो नै भयो होला के अरे हिट्समा चाहिँ। सबैको त्यस्तै परेको कि, अब एकैचोटि निस्केको भएकोले गर्दाखेरि। अनि अब जस रमाइलो लाग्छ, एकदम खुसी पनि लाग्छ। थोरै गीत गरेँ, अवार्ड पनि पाएँ, सबै कुराको अनुभव भयो क्या। अनि पछाडिबाट फेरि अब साकेला गीत गरेँ होइन। साकेला गीत पनि अब ईश्वर चामलिङ दाजुले लेख्नुभएको, शिवसङ्गम दाजुकै सङ्गीतमा। अनि त्यो पनि अब यता हाम्रो कम्युनिटीमा चाहिँ एकदम फेमस भइदियो। मैले चाहिँ थोरै गरेँ, जे गरेँ थोरै गरेँ होइन। अब मनबाट गरेँ सायद, र नै सबै कुराको अनुभव छ क्या। आफ्नो कमसेकम एउटा गीत चलेको पनि अनुभव छ, अवार्ड पाएको पनि अनुभव छ होइन। त्यस्तै आई एम लकी त्यस मानेमा चाहिँ। अनि अब नरिसाउनु होला, रिसाउनु चाहिँ विदेशमा गएर अवार्ड गर्नुहुन्छ कतिजनाले होइन। त्यो कहिल्यै त्यो कलाकार पनि नचिनेको, गीत पनि नसुनेको होइन, त्यस्तोले अवार्ड पाइरहेको हुन्छ। रिसाउनु चाहिँ नरिसाउनु होला। म चाहिँ त्यस्तो फेरि होइन, चर्चित गीतहरू अथवा राम्रो गीतहरू भए राम्रै हुन्थ्यो, तर गीत पनि सुनेको छैन, मान्छे पनि चिनाएको छैन, अवार्ड पाइरहेको हुन्छ। त्यो चाहिँ अब के खालको त्यो मलाई थाहा छैन। मैले चाहिँ फेयर, तपाईँले भन्नुभयो जस्तो फेयर, अनि त्यो समयमा इमेज अवार्ड पाउनु भनेको चाहिँ नट अ जोक होइन। त्यो बेला मैले एउटा फिल गरेँ जे होस्, त्यत्रो मासमा गएर भर्खर गाउँबाट आएको मान्छे होइन, भर्खर एल्बम गरेको गीत त गाउने रहर त कसलाई हुँदैन होइन, गाउने रहर जसलाई पनि हुन्छ। अनि अब त्यो मासमा गएर एउटा अवार्ड थाप्दाखेरि होइन, अब त्यो छुट्टै खालको त्यो नसोचेकै भएको हो। हजुर, एउटा कतिले त होइन यस्तो भन्ने पनि भन्दैन, तर त्यो एउटा सृजनात्मक हिसाबमा अनि तपाईँहरूको जुन जति दिनुपर्ने थियो त्यो कुराहरू भएर। अनि त्यसमा चाहिँ अब हाम्रो शिवसङ्गम दाजुलाई पनि एकदमै थ्याङ्कफुल छु उहाँसँग पनि। अनि हाम्रो मसँग गाउनु भने हाम्रो भूमिराज राई दाजु, उहाँलाई पनि उहाँसँग पनि थ्याङ्कफुल छु, किनभने उहाँसँग गाएर नै त्यो 2टा गीतहरू जस राम्रै भएको थियो। हिटसेवामा बज्थ्यो, मजाले बज्थ्यो अरू गीतहरू पनि। रेडियो नेपाल पनि राम्रो बज्या हो। अडियोको जमाना थियो नि त त्यति बेला हैन। 3टा गीत चाहिँ राम्रै बजेको थियो कि, एउटा चाहिँ अलिक भएको थियो, 4वटा गीतहरूमा सृजना अनि त्यसरी सबै कुराहरू मिल्नु पर्ने रहेछ हैन। एकातिर सङ्गीतको धुन पनि छ हैन मनमा, त्यतातिरको एउटा चाहना पनि छ, अर्कोतिर फेरि व्यवसाय पनि गरिरहनु भएको छ। हुन त नेपालमा कस्तो छ भने साँच्चै नै भन्ने हो भने औँलामा गर्ने जो गायक गायिकाहरू हुनुहुन्छ उहाँहरूको मात्र अलिकति चुलो राम्ररी बलेको हुन्छ भन्छ होइन। अब अलिकति नर्मल्ली यताउता गर्नको लागि होइन गीत सङ्गीतले मात्र धान्न गाह्रो हुन्छ भन्ने कुरो हो। यो सन्दर्भमा के छ, तपाईँ हुन त अब व्यवसाय पहिलेदेखि नै गरिरहनु भएको कि बिस्तारै यो गरिरहनु भएको छ, यसको बारेमा थोरै भनिदिनु। यो चुलोको कुरामा चाहिँ हाम्रो जमानामा चाहिँ गाह्रो थियो क्या। किनभने त्यतिखेर चाहिँ जागिर गर्छु भन्दा ल 10,000को जागिर गर्छु भन्दा पनि जागिर पनि पाउँदैन थियो क्या हाम्रो जमानामा चाहिँ। ल अहिले चाहिँ अलिकति नर्मल कलाकारहरू भने सजिलै छ क्या त्यस्तो, किनभने यो के भन्छ प्रविधिले ल्याएको छ नि त। अहिले इन्टरनेटको जमाना आयो होइन। अब नर्मलले पनि अब युट्युबतिर गऱ्यो भने पनि हुन्छ, अलिकति ध्यान दिएर त्यसैमा ध्यान दिएर गऱ्यो भने अहिले नहुने कुरा चाहिँ केही पनि छैन क्या। छ नि त अब मोनेटाइजेसनको कुराहरू छन् होइन। त्यसले गर्दाखेरि अहिले त गाह्रो छ जस्तो मलाई लाग्दैन, तर हाम्रो जमानामा चाहिँ एकदमै गाह्रो थियो। सिडीको जमानासम्म चाहिँ मैले भेटेको हो होइन, सिडी पनि बेचेकै हो, 2-3 चोटिसम्म कपी गरेर त्यसलाई सिडी 2-3 चोटिसम्म मैले गरेँ। अनि जस देश विदेशतिर सबैजनाले दाजुभाइहरूले दिदीबहिनीहरूले सहयोग गर्नुभयो। त्यसको खर्च उठाउनु मजाले उठाएँ मैले त, किन नउठाउनु नि। तपाईँको पिआर राम्रै थियो, मान्छे चिनेको फाइदा त्यति हो होइन। र उहाँहरूले एकदम सहयोग गर्नु। तर सफलता भनेको पनि त आफै एक्लै हुने कुरो हो। एकदम बेसरी सहयोग गर्नुभएको छ मलाई होइन। अब मैले पनि अब जसले मलाई सहयोग गर्नुभयो उहाँहरूलाई परेको बेला म पनि सहयोग गर्नेछु जस्तो लागेको छ। अनि कस्तो खुसी नै छु जी एकदमै। अनि व्यवसायको कुरा चाहिँ अब तपाईँले भन्दा मैले धेरै बोल्नु पर्ने होला खासै, म त धेरै बोल्ने भएको छु क्या।
अनि व्यवसायको कुरा चाहिँ अब 7 वर्ष जति भयो हामीले सुरुमा अनलाइनबाट, त्यस पछाडि सानो आउटलेट हुँदै हुँदै यहाँ चाहिँ सारेको भर्खर 1.5 वर्ष मात्रै हुँदैछ कि यहाँ चाहिँ अब प्रपरली अब बिजनेस गर्ने हिसाबले नै बसेको छ, किनभने अब भाडा तिर्नु पर्यो होइन त्यही हिसाबले नै बसिएको छ। र जस एकदमै कम्युनिटीले एकदमै धेरै साथ दिनुभएको छ, त्यसमा चाहिँ म एकदमै थ्याङ्कफुल छु अनि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु हाम्रो कम्युनिटीलाई। प्लस इन्डिजिनियस जो हुनुहुन्छ उहाँहरू सबै हाम्रो चाहिँ कल्चरल ड्रेसहरू त्यो अर्नामेन्ट्सहरू पाउँछ नि त, सबैले साथ दिनुभएको छ। तर विशेष गरी चाहिँ मेरो आफ्नै कम्युनिटीले साथ दिनुभएको छ। हजुर एकदमै जस्तै अब कल्चरल ड्रेसहरूका कुराहरू भए यो प्राय ह्यान्डमेडै हुन्छ होइन? अब कल्चरलमा ह्यान्डमेड एकदमै ह्यान्डमेड सुरुमा त अब कहाँ थियो र त होइन, अब बोक्रादेखि लिएर हुँदै हुँदै अब त्यस्तो हुँदै आएको त हो, अनि ह्यान्डमेड नै हो चल्ने हो। तर अब अहिले आधुनिकता सँगसँगै धेरै कुराहरू अब तपाईँले यहाँ मेरो ब्राइडल सेटहरू देखिराख्नु भएको छ यता ती बुटिक भरेकोहरू होइन, अहिले चाहिँ आधुनिकता सँगसँगै जस मोडिफाई थोरै भएको छ। किनभने अब रुखको बोक्राईबाट मात्रै लाउनु त अब अहिलेको जमानामा होइन त्यस्तो गाह्रो हुन्छ। अनि अब ह्यान्डमेड चिजहरू सबैलाई अभाइलेबल गराएर सकिँदैन। महँगो त अब अहिलेको मोडिफाईवाला महँगै हुन्छ। तर के हुन्छ भने अब सकेको उयो के भन्छ त्यो स्रोत साधनहरू पनि कम हुन्छ नि त, अनि अलिकति मान्छेहरू पनि मोडर्नाइजेसन भन्छ नि, तपाईँले हेर्दै गफाउनु मन लाग्छ है। म चाहिँ आई टु आई कन्ट्याक्ट गर्ने बानी छ होइन। अनि अब यता हेरेर मलाई नै हेरेर गफ गर्छु होइन। अनि के हुन्छ भने अब अहिलेको जो जेनेरेसन छ, अहिलेको जेनेरेसन मान्छेहरू उनीहरूमा नै भर पर्छ कि कहिलेकाहीँ चाहिँ यस्तो प्रश्न आउन सक्छ कि जस्तै कल्चरल ड्रेसका कुराहरू यहाँ विभिन्न होइन संस्कार संस्कृतिका जुन एउटा अभियान एउटा त्यो चाहिँ प्रचार प्रसार र त्यसलाई संरक्षण सम्वर्धन गर्नुपर्ने कुराहरू आफ्नो ठाउँमा छ होइन, तर त्यसको अलावा अलिकति नेगेटिभ क्वेसनहरू पनि आउन सक्छ कि जस्तै त्यो कुराहरूलाई राखेर चाहिँ अलिकति बढी महँगो रूपमा बेचेर संस्कार संस्कृतिको नाममा अलिकति बढी व्यावसायिकता अलिकति फलदायी किसिमको अलिकति पैसा बढी चाहिँ महँगो लिने र चाहिँ यसरी व्यापार गरिरहेको भन्नेहरू पनि हुन्छन् कि त्यसलाई के भन्नुहुन्छ? अब त्यसको बारेमा चाहिँ अब यहाँभन्दा पहिला जब अब यो हाम्रो आफ्नै कल्चरको ड्रेसहरू चाहिँ सबैले लाउन थाले होइन, त्यहाँभन्दा अगाडि चाहिँ बेहुलीले लाउने लुगाहरू इन्डियन साडीहरू चाहिँ कति हजारको हुन्थ्यो त त्यो भन्नु न, त्यो त त्यसमा त कुनै कम्प्लेन आएन नि त होइन। त्यो हो नि त अब साडी दौरा सुरा कोटहरू कति कति महँगो होइन, विशेष गरी छोरी मान्छेको साडीहरू कति महँगो हुन्छ त। हुन त अहिले त नर्मल पनि छ, तर बिहामा त लाउँदैन नि त नर्मल त। अब मैले नै मेरो दिदीहरूको बिहेको देखेको छु, 1-2जना दिदीहरूको होइन महँगो साडीहरू जडी त्यतिखेर रेडिमेडै पनि महँगै पर्थ्यो कि साडीहरू। अनि अहिले त अब ल अलिकति ह्याप्पी लाउँदिनँ, अलिकति ठिकको लाउँछु भने पनि छ नि त, कमसेकम आफ्नो ड्रेस छ। अनि जब अब यो ड्रेसहरूको आयो अहिले एभ्री पर्सनले चाहिँ कल्चरल ड्रेसमा चाहिँ बिहे गर्नुहुन्छ, बेहुला बेहुलीकै कल्चरल ड्रेसमा हुन्छ, एक सेट चाहिँ हुन्छ। एकदमै खुसी लाग्छ म त्यसमा चाहिँ। हाम्रो भने ब्राइडल सेटहरू धेरै आउँछ। हजुर अब तपाईँको जुन यता व्यावसायिक त आफ्नो ठाउँमा छ, गीतहरू पनि अब राम्रै गरिरहनु भएको छ, एउटा आफ्नो पहिचान एउटा परिचय स्थापित गरिसक्नु भएको छ। अरू अब एक किसिमको फेरि महँगो पनि छ गीत सङ्गीत होइन? हजुर। अनि के छ अब नयाँ नौलो गीतहरू के गर्दै हुनुहुन्छ, कस्तो छ? अब मैले गीतहरू नगरेको चाहिँ जस 2 वर्ष अलमोस्ट हुन लाग्यो। अब मैले बिस्तारै गरि नै रहेको थिएँ। जस्तै अब त्यो सालपा सिलिचुङको बारेमा थियो एउटा होइन, अब मैले आफै स्पोन्सर खोजेर चाहिँ गरे हो, मेरो आफ्नो पैसाले त होइन, तर जे होस् दाजुहरूले सहयोग गर्नुभयो त्यही भएर गरेको थिएँ। अनि साकेलाको पनि थियो एउटा मैले आफै लेखेको, राज दाइसँग त्यो 2 वर्ष हुन लाग्यो। त्यहाँदेखि यता चाहिँ मैले आफ्नै चाहिँ गरेको छैन, एकजना हाम्रो ग्रुपिङसँग गरेँ, त्यसपछि पछाडि गरेको छु। अनि अब चाहिँ हाम्रो यो जस अबको यो 1.5 महिनाभित्रमा 1 महिनाभित्रमा चाहिँ हाम्रो किराँत राई कलाकार सङ्घ जिल्ला कार्य समिति काठमाडौँबाट चाहिँ हाम्रो टिमको चाहिँ एउटा गीत आज हाम्रो मिटिङ हुँदैछ। अनि त्यस पछाडि गीत सित सुनेर अनि चाहिँ गीतहरू सबै फाइनल भइसक्यो, लिरिक्सहरू चाहिँ आज अब कम्पोज फाइनल भएपछि अनि हामी चाहिँ टिममा चाहिँ गर्दैछौँ। त्यही हो। एकदमै हार्दिक बधाई छ। अब यसो सम्झँदाखेरि तपाईँको त्यो एउटा बाल्य अवस्थादेखि नै एउटा जुन
आफ्नो जरा आफ्नो चाहिँ नि पन नि त्यो खालको भएर पनि होला निकै होइन त्यस्तैसँग सम्बन्धित गीत सङ्गीतमा पनि होइन व्यवहारमा उतार्नु भएको रहेछ। हो एकदमै। अब पहिला म एसएलसी +2 सकेर काठमाडौँ आएको थिएँ पढ्ने भनेर आएको थिएँ। अनि त्यसमा चाहिँ अलिक पारा मिलेन भनौँ न। अनि पढ्नको लागि काठमाडौँमा टिक्नको लागि एउटा जब गर्नु पऱ्यो, जबै नपाउने कि त्यति बेला है। जब नपाउने त्यो मार्केटिङमा काम गरेँ मैले कति 3 महिना जति। त्यो भएको जति गाउँबाट लिएको पैसा सबै सिद्धियो कि कमाउनु त परै जाओस् स्याम्पूहरू बेच्ने होइन। अहिले त खासै त्यस्तोहरू देख्दिनँ। पोहोर परारसम्म चाहिँ त्यस्तोहरू थियो। 3 महिनासम्म चाहिँ मैले मार्केटिङमा काम गरेँ होइन। मार्केटिङ भन्दा स्याम्पू बोकेर हिँड्ने, त्यसमा पोइन्ट आउँछ भन्ने होइन। तर म चाहिँ फेरि जता पाए त्यता त्यो मन लागेको कुराहरू खाइहाल्ने। अनि साथीभाइलाई पनि त्यो पैसाको दुःख नदेखाउने होइन। त्यो मनबाटै त्यस्तै के। अनि अहिले पनि म त्यस्तो चाहिँ एकदमै हुनेछु कि। अनि त्यस्तो हुने। अनि उनीहरू कति साथीहरू कति दुःख गर्थ्यो होइन। 10 रुपियाँ बचाउनुको लागि कति घन्टासम्म हिँड्थ्यो, म हिँड्दिनँ थिएँ। त्यसो गर्दा गर्दै कमाउनु त परै जाओस् होइन। लिएको जति पैसा सबै सिद्धियो रियल्ली भन्नुपर्दाखेरि होइन। अनि त्यस पछाडि दादाहरूसँग म उता दिल्ली गएँ। उता गएपछि चाहिँ अब विदेशको अनुभव चाहिँ त्यही हो कि फेरि मेरो इन्डिया। 2 वर्ष बसेँ म। आइएल्स पढेर यता बाहिर जानुको लागि आइएल्स पढाएको थिएँ, तर बाहिर जानु मिलेन युकेको लागि। त्यतिखेर सबै युकेहरू त्यो ब्ल्याक लिस्टमा परेको कलेजहरू। अनि त्यस पछाडि फेरि उतै गएर त्यहीँ चाहिँ जब गर्नु थालेको त्यो अफिसमा। अनि त्यहाँ घरबाट बाहिर अब काठमाडौँ उता गाउँबाट काठमाडौँ आउँदा त केही जस्तो असर परेन होइन। किनभने सबै नेपालै हो, आफ्नो मान्छे नै छन्, आफ्नो मान्छेमा बसेको। तर उता गइसकेपछि चाहिँ टोटल्ली अर्को मान्छे होइन। त्यो बाजेको सुनेर नि हाँस उठ्थ्यो क्या मलाई। इन्डियनहरू कसरी बाज्छ हे भन्दै बाज्दाखेरि नि हाँस उठ्थ्यो। अनि जस विदेशी जस्तो होइन। अनि मलाई चाहिँ जस विदेशको अनुभव त्यो पनि अर्काको देश हो नि त, अनुभव छ। त्यहाँ बसेपछि चाहिँ खालि गाउँको यादहरू आउने कि। गाउँकै बारेमा म त्यो कविता मुक्तकहरू लेख्नु सिकेँ होइन। गाउँकै बारेमा लेख्थेँ। अनि त्यस्तैबाट नै सिकेँ अब अलिअलि। अनि सबैजनासँग भेट भएको कि फेसबुकबाट। किनभने मैले +2 सम्म गाउँमै पढेको हो नि त। टोटल्ली बाल्यकाल गाउँमा भएपछि त्यो गाउँको चाहिँ कहिले पनि त्यो छाप छोडिँदैन क्या। छोड्नु पनि भएन होइन। सायद त्यही कुराहरूलाई पनि गाउँकै परिवेश त्यो कुराहरूलाई पनि अब यो व्यावसायिक हिसाबमा पनि निरन्तरता मजाले बाल्यकाल टोटल्ली त्यहीँ बिताएको हो कि। मैले +2 सम्म चाहिँ गाउँमा पढेको। त्यस पछाडि पछिबाट यहाँ पिकेमा पढायो यता चाहिँ। हजुर। अनि गीत सङ्गीतमा लाग्दै अब अहिले त होइन घर आइसियुमा पनि हुनुहुन्छ होइन। फ्यामिलीमा हुनुहुन्छ, 2जना छोरी। हजुर 2टा छोरी मेरो। हजुर हुनुहुन्छ। त्यो बिचमा चाहिँ जस्तै अब थोरै अब पर्सनल कुरा त के गर्ने भन्ने कुरो पनि हो। तर तपाईँ यसरी चाहिँ नै गीतको दौडानमा हिँड्दै नै तपाईँको विवाह चाहिँ भयो? गीतको दौडानमा होइन, म दिल्लीमा हुँदाखेरि नै 2009 तिर 9-10बाट फेसबुक जस अलिअलि फेसबुकहरू जस मान्छेले चलाउन थालेको थियो भनौँ न। भनेको मतलब तपाईँ एल्बम गर्नुभन्दा अगाडि नै अगाडि हो नि। विवाहित त होइन, तर चिनजान चाहिँ भएको। एल्बम गरिसकेर अनि 2-3वटा प्रोग्राम स्टेज प्रोग्रामहरू गएर अनि त्यो चाहिँ गरेको हो कि। कहाँ सबै कुराको अनुभव लिनु परेन। त्यतिकै स्वाट्टै बिहा गर्ने त भएन नि। 2009बाट चिनजान भएको हो क्या। फेसबुकबाटै चिनजान भएको हो। 12मा बिहे गरेको। त्यो बिचमा त तपाईँको जुन एउटा भनौँ न प्रसिद्धिको एउटा ख्यातिको चाहिँ होइन त्यो समयमा त्यति बेला धेरै मानिसहरूले तपाईँलाई त फेरि प्रपोज पनि राख्यो होला नि त? होइन, त्यो त्यस्तो ख्याति कमाएको त्यस्तो केही पनि होइन क्या। तर त्यतिको गर्दाखेरि चाहिँ हुन्थ्यो त्यतिखेर जे होस् होइन। अलिअलि हुन्थ्यो आफ्नो सर्कलमा होइन। अब जे होस् जस्तै अब तपाईँले फेसबुकमा तपाईँको सर्कल आफ्नै सर्कल हुन्छ होइन। अनि अरूको जस याद हुँदैन त्यस्तै हो क्या। आफ्नो सर्कलमा राम्रै थियो भनौँ त्यति हो। त्यस्तो धेरै ख्याति कमाएको यताउता केही पनि होइन क्या। त अनुभव चाहिँ गरेको त्यति। अनुभव चाहिँ मलाई सबै कुराको भयो। अब अहिले त अब यहाँ बिजनेसको अनुभव लिइरहेको छु होइन। अनि अब सबै कुराको जस भएको छ पब्लिकली होइन। अब एउटा ठुलो भिडमा
एउटा आफूलाई अरूले संरक्षण गरेर लगेको त्यस्तोहरू पनि अनुभव चाहिँ जे सानोतिनो भयो त्यति भए मलाई भयो जिन्दगीमा। अब एउटा कुनै एउटा गीत सुनाऊ, त्यस पछाडि अर्को समयमा चाहिँ तपाईँसँग विभिन्न विषयमा कुराकानी म गर्नेछु। अब खासमा भन्नुपर्दा अहिले चाहिँ म आफूलाई गायिका हुँ भन्नु पनि अब बिर्सिसकेँ होइन। गीतहरू त छ होला अब 60-70वटा ग्रुपिङ सङ्गहरूदेखि लिएर अरूको एल्बममा थुप्रैवटा गीतहरू गाएको छु, लोकगीतहरू त्यतिखेर टन्नै गएको हो गाउन चाहिँ होइन। अनि अब आफ्नो कम्युनिटीको गीतहरू पनि थुप्रै गरेँ होइन। भाषाको गीतहरू पनि गरेको छु, मैले गरेँ होइन, अरूको याम्फू भाषाको अनि लोहोरुङ भाषाको 3टा गाएको छु। अनि त्यस पछाडि याम्फू भाषाको एउटा, अनि चाम्लिङ भाषाको बान्ता भाषाको गाएको छु। कुनै तपाईँलाई साकेलाई भन्नुहुन्छ? बिर्सी पनि सक्यो होला मेरो गीत अहिले गाउँदा गर्दै आएन भने चाहिँ यहाँ विदाउट एडिट हुन्छ, खासै त्यस्तो प्रब्लम हुँदैन, केही हुँदैन। हाम्रो यो ल मेरो चाहिँ अब हाम्रो कम्युनिटीले मन पराइदिनु भएको यस्तै छ बोली चाहिँ फेरि। ठिक छ, यो झर्रो बोली राम्रो हुन्छ। त्यही त हाम्रो ईश्वर चामलिङ दाजुले चाहिँ राम्रो क्रिएट गर्नुभएको थियो होइन लिरिक्स, अनि उहाँलाई एकदमै धन्यवाद दिन्छु। मलाई गीत दिनुभएको थियो अनि ल गर भनेर पैसा पनि दिनुभएको थियो। पछिबाट मेरो बेबी भएपछि मैले 2 वर्ष पछाडि मात्रै गरेको त्यो गीत कि 2 वर्ष पछाडि गर्दा त्यो पैसाले पनि पुगेन। अनि जोस् यतैबाट लाएर भए पनि उहाँले बिचरा त्यतिखेर मलाई दिनु नै भएको हो कि, उहाँ लिइराखेर युके जानुभएको थियो। अनि हाम्रो शिव सङ्गम राई दाजुले सङ्गीत गर्नुभएको। अनि जोस् त्यो गीत चाहिँ 2 वर्ष 1.5 वर्ष 2 वर्षसम्म चलेन क्या। अनि त्यसपछि भ्युज भनेको 10-20 हजार भएको थियो। त्यहाँदेखि चाहिँ अहिले चाहिँ कति भएको छ 2.5 के पुग्नु लाग्यो होला। तर चलेको अनुसार भ्यू चाहिँ नगएको। हुन त कतिपय गीतहरू त्यस्तै हुँदो रहेछ क्या, थुप्रै गीतहरू त्यस्तै भएको छ। साथीहरूको गीतहरू पनि चलेको छ तर भ्यू चाहिँ गएको छ। हाम्रो छ नि हाम्रो सरगम बहिनीको, हाम्रो अञ्जनाले लेख्नु भएको कि यसपालिको साकेला आउँछु कि आउँदैन भन्ने भ्यू चाहिँ छैन धेरै। कति चलेको छ त्यो होइन, एकदमै चलेको राम्रो छ गीत। अरू गीतहरू पनि धेरै राम्रो गीतहरू पनि भ्यू छैन क्या, त्यस्तै हुँदो रहेछ। अनि मेरो चाहिँ गीत के भयो भने ढोल झ्याम्टाको चाहिँ सबै डाउनलोडेड सेयर भयो क्या। अब एउटा प्रोग्राममा बजाएको छ नि, अर्कोले माग्यो, त्यो मान्छेलाई अर्गनाइजरलाई कन्ट्याक्ट गर्यो, अर्कोलाई माग्यो। लगभग स्कुलहरू काठमाडौँको सबैमा भइसक्यो। अनि मेरो आफ्नै छोरीले पनि त्यही डान्स गरेर एलएमा के तपाईँको गीतमा नाच्दैछ भन्दै थियो कि छक्कै परेँ म। अनि अस्ति नै यहाँ मेरो पसलमा पनि राइड ड्रेसहरू भाडामा दिन्छु म अलिअलि होइन, कस्टमरको रिक्वेस्टले गर्दाखेरि। अनि उहाँहरू आउनुभएको थियो, अनि भाडामा सबै मिलाइसक्यो। अनि कुन गीतमा नाच्दै हुनुहुन्छ भनेको ढोल झ्याम्टाको रन्कोले भन्छ क्या। ढोल झ्याम्टाको रन्कोले हौ त्यही रन्को सन्कोले तानेर लग्यो तानेर ल्यायो ए है हामीलाई नचायो ठुलो फन्कैले हौ फन्कैले भेट भयो आज मौकैले सैला हो सैला ए निलै हो बरी लै। थ्याङ्क यू। कन्टेन्ट क्रिएसनको जुन यो तपाईँहरूको फिजिकल्ली मात्र हो कि अनलाइन पनि छ? हाम्रो अनलाइनबाटै सुरु गरेको। सुरुमा हामीले 3-4 वर्ष अनलाइन चलाएको हुँदो रहेछ। हजुर, मैले सबैलाई त भनेको छैन। अस्ति मेरो भिडियोमा हजुर मलाई अनलाइनले दिएको दुःखप्रति चाहिँ थोरै मैले भिडियो बनाएको के। कस्तो छ भने सबै त्यस्तो हुनुहुन्न होइन। अब कसैले चाहिँ कस्तो हुन्छ भने लोकेसन भन्ने अनि अगाडि पैसा पठाइमाग्ने ठग्ने खालको के त्यो चाहिँ मैले टिकटकमा भिडियोहरू धेरै देखेको छु होइन। ठग्यो फल्नाले ठग्यो, त्यो ठगको पछि लाग्यो त्यसो त मान्छे टिकटकतिर हेरेर किन्छन्, फेसबुकमा हेरेर सबभन्दा सस्तो यहाँ रहेछ, यहाँ महँगो रहेछ भने त्यही त ठगिने त हो। त्यो राम्रो देखाइदिया हुन्छ अनि त्यसपछि यहाँ महँगो रहेछ भनेर अनि भड्केर जाने, अनि भड्केर जाने अनि सस्तो खोज्नेलाई त्यस्तो त हो त। अनि भनेर भन्नुभन्दा पनि अब त्यो रमाएको चाहिँ होइन होइन। तर रियालिटीमा चाहिँ त्यो पनि छ। अनि अर्को कुरा अब हाम्रो चाहिँ कल्चरल चिज हो,
कल्चरल चिजमा ठग भन्ने कुरा हुँदैन क्या हजुर किनभने अब हाम्रो आफ्नै कम्युनिटीको धेरैजना मान्छे हुन्छ अनि अब कल्चरल भन्ने बित्तिकै अब धेरै चाहिँ इथनिकतिरै जान्छ नि त इन्डिजिनियस भनौँ न होइन त्यताको हुन्छ अनि यस्तोमा त केमा चाहिँ ठग्ने त होइन सबै कस्टमरहरू सबै आफन्त जस्तै हुन्छ कि यहाँ चाहिँ एकदम कोही कोही मान्छेहरू मात्रै अलिकति अब मान्छेको सबैको बानी बेहोरा सबैको सेम हुन्छ भन्ने हुँदैन नि त कोही कोही मान्छेहरू मात्रै अलिकति इरिटेट हुन्छ नत्र होइन प्रायः जसो मान्छेहरू यहाँ कतिपय कस्टमरहरूले अहिले क्वेसन लिएर नै आउनु थाल्नु भएको छ क्या त्यस्तो क्लोज क्या आत्मीयता भनौँ न अब आफ्नै फ्यामिली जस्तै के अब हाम्रै कमिटीको मान्छे आउँदा त अब झन्सार आफ्नै जस्तो लागि नै हाल्छ त्यही भएर झन्सार त्यस्तो ठग भन्ने कुरा चाहिँ हाम्रोबाट हुँदैन अनि हामी चाहिँ अझ पहिला त कति म आफै डेलिभरीमा जाने हो क्या आफै डेलिभरीमा जाने कस्टमरलाई हो है भनेर चुज गर्न लाउने अझ क्या त्यहीँनिर चुज गर्न लाउने इभन अहिले पनि अब बाटो पर्दाखेरि म आफै पनि जान्छु अनि मेरो हस्बेन्डलाई पनि पठाइदिन्छु धेरै जसो त हामी अहिले चाहिँ अब कुरियरबाट यता इनड्राइभतिरबाट पनि पठाइदिन्छु किनभने हतार अर्जेन्टली चाहिएकोलाई त त्यस्तै गर्नु पऱ्यो नि त त्यस्तो छ ठग भन्ने कुरा हाम्रोमा भन्नाले अब कल्चरलमा चाहिँ खासै अब हुँदैन होला साङ्केन क्रिएसनमा चाहिँ हुँदैन भनौँ न अरूमा म जान्दिनँ होइन साङ्केन क्रिएसनमा चाहिँ हुँदैन है त्यस्तो मैले ठ्याक्कै यहाँ अब त्यो भन्न मन लागिहाल्यो किनभने कतिपय अवस्थामा चाहिँ अनलाइनबाट पनि अब होइन त्यो छ लोकेसन ट्र्याक गर्दै जाँदाखेरि त भरे त छैन है त्यस्तो लोकेसन ट्र्याकमा त हेर्दा सामान चाहिँ कस्तो आउँछ त म आफैले कतिवटा मगाएको छु कतिपय कुराहरू होइन मैले युज नगरी यतिकै फालेको पनि छु कि मलाई त्यो भएर हस्बेन्डले साह्रो गाली गर्नुहुन्छ कि त्यस्तो हुन्छ अब यस्तो उहाँहरूकोमा त त्यस्तो भएन होइन भएन यो कुराहरूमा त उहाँहरूको पसलमा भनौँ न कल्चरलमा अन्यतिर चाहिँ अलिकति विचार कल्चरमा चाहिँ हाम्रोमा चाहिँ अब अहिले त यति धेरै भुरुरु उम्रिया छन् होइन च्याउसरी नै उम्रिया छन् टिकटकमा यसो हेर्नुपर्छ फल्ना कलेक्सन फल्ना त्यो अलिकति राम्ररी बसेर गरेकोहरू त औँलामा गर्न सकिन्छ होइन अलिक बुझेर गरेकोहरू तर मसिना के हजुर जुनसिला सुम्निमा कलेक्सन हजुर 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 हामी औँलामा गरिन्छ होइन तर अहिले जति हेर्छु है 2-4वटा धजुरा पेचिरी राखेको छ होइन अनि अब 1-2वटा ड्रेस राखेको छ त्यसो त यहाँ हेर्नु न कलेक्सन जुत्तामा वाबु राख्नेहरू पनि कता कता देखाइदिए त्यसको त विरोध भयो पनि होला सायद हजुर हुन सक्छ त्यस्तै हो तर अब सबैले गरेर खानु चाहिँ पाउनुपर्छ होइन तर अब अहिले चाहिँ कल्चरलमा चाहिँ एकदमै धेरै आँखा चाहिँ त्यहाँ छ कि मान्छेले सजिलो देख्छ क्या यहाँ चाहिँ गर्दा पैसा हुने रहेछ तर डिपमा जाँदाखेरि एकदमै गाह्रो हुन्छ सबैलाई नै गाह्रो लामो भयो लो छोट्याउ अब ठिकै छ तपाईँलाई धेरै धेरै धन्यवाद म यहाँ गोदावरीको जुन रुटमा थिएँ अनि उहाँको यो पसल साङ्केन क्रिएसन चाहिँ सातो बाटो स्थित यो ट्याक्कै तपाईँको सेल्सबेरी अथवा माछापुच्छ्रे ब्याङ्कको होइन अपोजिट छ तपाईँहरू पनि यहाँ आएर आफूलाई चाहेको आफूलाई मन परेको होइन वस्तुहरू चिजहरू सामानहरू लान सक्नुहुन्छ एकदमै यो चाहिँ कस्तो छ भने मैले थोरै कुरा अस्ति पनि म यहाँ आएको थिएँ यो कल्चरलाई पनि यहाँ बचाइरहनु भएको छ कि उहाँहरूले त्यो सबैभन्दा चाहिँ महत्त्वपूर्ण कुरा हो जस्तै मैले यहाँ थोरै देखाएँ यो पिराको बारेमा अस्ति सरसँग कुराकानी भयो यो खासमा 3-4 दिन लाग्दो रहेछ बन्नलाई होइन 3 दिन जति 3 दिन जतिको जस्तै अब 3 दिन त लाग्दैन खुरु बुन्यो भने त छिटै हुन्छ तर अब भ्याएको बेला बुन्ने हो कि आगो ताप्दै बुन्थेँ म पनि गाउँमा आउँदाखेरि यसको प्राइस चाहिँ खासमा यसो मेहनत र चाहिँ सबै कुराहरू हेर्दाखेरि 2000 जति हुनुपर्ने होइन तर त्यसो गर्दाखेरि चाहिँ होइन महँगो पर्न जान्छ बरु ठिकै छ अब बिके पनि नबिके पनि एउटा सानो कोही मान्छेले अब केही समयमा गरेको मेहनतलाई चाहिँ बरु मैले यति लगाएर पनि भने यहाँ 15-20वटा चाहिँ सरले ल्याउनु भएको रहेछ अनि अब यसलाई चाहिँ 1000मा अथवा कतिमा यो मलाई थाहा छैन उहाँले त्यो भन्दै हुनुहुन्थ्यो भनेपछि यो एउटा भनौँ न संस्कृति बचाउने एउटा अभियान पनि हो होइन यो एउटा सामान्य उदाहरण हो नर्मली त्यो कारणले गर्दाखेरि पनि एउटा कल्चरलाई पनि बचाइरहनु भएको छ होइन वेशभूषालाई सबै कुराहरूलाई अनि त्यो चाहिँ अब खुसी लाग्छ तपाईँको नाममा खुसी त अब होइन एउटा त्यो भाषामा भयो र खुसी लाग्दो कुरा पनि छ थ्याङ्क यू ल हामी अन्य एपिसोडमा उहाँसँग अन्य कुराहरू पनि गर्नेछौँ आज चाहिँ अलिकति अनौपचारिक हिसाबमा होइन
म पनि उपस्थित भएँ। यहाँहरूले जसले हेरिदिनु भयो अनि सुनिदिनु भयो हामीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू केबीजी। मलाई यो हँसाउने त के हँसाउनु, तर यसो ठुलो कुरा गर्ने एउटा मौका दिनुभयो होइन। थ्याङ्क यू सो मच जसले हेरिदिनु भयो, हेरिराख्नु भएको छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। हस्, नमस्ते। हस्, हुन्छ।